Hello guys, welcome back to my channel. It's me Yankee. Hello everyone. म फेरि आइसकेको छु अनि तपाईहरुलाई सबैजनालाई नमस्ते तस्ले. And if you are watching from France, then if Dasidele सबैजनालाई, and if you are watching from Nepal, and welcome back to my channel. It's me Yankee. तपाईहरुले इंग्लिश त बुझ्नु नै हुन्छ होला. And म धेरै पछि फेरि आइसकेको छु. तपाईहरुलाई थाहा छ मलाई कन्टेन्ट क्रिएटिङ मन पर्छ. तर के कन्टेन्ट क्रिएट गर्ने त I don't know about anything and के को बारेमा के भन्ने and म घुम्न पनि त्यति गएको छैन and त्यही हो मलाई कुनै टाइममा मेरो लो टाइम चलिरहेको हुन्छ नि त and I don't want to do anything and एक्कासी फेरि जोस सागर आइहाल्छ and I want to do some हुन्छ नि अब भिडियोहरु बनाउन मन लाग्छ नि त. दिस इज माई अहिलेसम्म मलाई कहिले पनि के भन्छ नि त्यो केही समयसम्म काम गर्यो त्यसपछि छोड्ने हुन्छ नि. मैले गिटार सिक्नु लागि हुन्छु त्यसलाई गाह्रो भएर छोड्दिन्छु नि त एन्ड के गर्नला हुन्छु के भन्छ नि के लर्निङ गरिरहेको हुन्छु अनि झ्याउ लाग्छ के भनेर छोड्न मन लाग्छ. बट एउटा काम चाहिँ म कहिले पनि छोड्दिनँ. 2-3 वर्ष भइसक्यो. I don't have a much subscriber. Still I'm trying. मसँग त्यति धेरै सब्स्क्राइबरहरु छैन त्यो पनि I'm trying to blog because I love to blogging and I love to content create. हुन्छ नि but today I'm gonna tell you about this book. This is how you heal. तपाईको लाइफमा धेरै डिफिकल्टीहरु आउन सक्छ नि त. मेरो पनि आएको नि त. म भर्खर 23 भए तर I face a lot of problem. मैले धेरै अब तपाईहरुले फिजिकली त त्यति धेरै प्रेसर गरेको देख्नु भएको छैन तर I face a lot of mentally problem and I'm the strongest and still I'm doing my best and हुन्छ नि मैले कति धेरै दुःखहरु भोगे नि त and I learned so much from it and I'm proud of myself. मलाई थाहा छैन को प्राउड छैन मसँग but I'm proud of myself and I am still fighting. I'm still doing well and hope भविष्यमा अझै राम्रो हुनेछ. and यो किताबको बारेमा भन्नुपर्दा चाहिँ मलाई यो किताबको सबसे मन परेको चीज के भने म बिस्तारै भन्छु. लाइक यो बुक छ नि यो बुकबाट धेरै कुरा सिक्छ क्या. बुक पढ्न थाल्नु भयो भने तपाईलाई यस्तो रमाइलो हुन्छ. अनि मेन पोइन्टहरु चाहिँ मैले यहाँ उयो गरेको छु नि त. कसरी हिल गर्ने कसरी हुन्छ नि लेट गो कसरी मान्छेहरुलाई जान दिने एन्ड यो कि मान्छेहरुलाई कसरी जान दिने र पीडाहरुलाई कसरी जान दिने एन्ड सक्सेस भनेको सच्ची चाहिँ के हो एन्ड हुन्छ नि. अनि यसमा सबसे मन पर्यो यो बुकमा मलाई सबसे मन पर्यो के हो भने एन्ड जब हुन्छ नि कुनै कुराले तपाईलाई पीस दिदैन कुनै कुराले तपाईसँग धेरै पैसा छ तपाईसँग धेरै पैसा कमाइराख्नु भएको छ तपाई धेरै स्ट्रगल गरिराख्नु भएको छ स्टिल तपाईसँग पीस छैन तपाईसँग त्यो शान्ति छैन तपाईसँग मनमा भावना त्यो खुशी छैन तपाईमा डर छ भने त्यो चाहिँ तपाईको सक्सेस होइन भनेको छ के यो किताबमा. किनकि जुन मान्छे हामीले कुनै मान्छेलाई माया गर्छौं भने कुनै पनि चीजलाई हामीले माया गर्छौं भने त्यो चीजमा तपाईलाई खुशी र शान्ति मिल्नु पर्छ. तपाईलाई पीस मिल्छ तपाईलाई खुशी मिल्छ भने चाहिँ त्यो चाहिँ तपाईको लागि हो हैन. अब हामीले कुनैलाई हुन्छ नि यतिकै माया गरिरहेको हुन्छ नि त कोही जे कुरा पनि तर हामी दिनरात स्ट्रगल गरिरहेको हुन्छ नि त दिनरात स्ट्रगल गरिरहेको हुन्छ स्टिल हामीलाई त्यो मनमा त्यो शान्ति छैन मनमा त्यो हामीसँग पैसा धेरै छ तर हाम्रो मनमा शान्ति छैन खुशी छैन भने दैट इज नट सक्सेस. त्यो चाहिँ तपाईको लागि बनेको हैन भनेको छ क्या. यस्तो राम्रो वर्ड भनेर यो बुकमा एन्ड
यो किताबमा यु आर नट रेस्पोन्सिबल फर सेभिङ पिपल भनेको छ नि त एन्ड यस किताबमा के भनेको छ भने अरूको ओपिनियनहरूलाई अरूले के भन्छ भनेर ओपिनियनहरूलाई छ नि त्यो अरूले के सोच्छ भनेर तपाईँले त्यो गर्न सक्नुहुन्न आफैलाई हुन्छ नि अरूले के सोच्छ भनेर अरूको माइन्ड तपाईँले चेन्ज गर्न सक्नुहुन्न क्या द्याट्स वे तपाईँको माइन्ड तपाईँले चेन्ज गर्नुपर्छ भनेको छ क्या यु निड टु बी स्ट्रङ होइन तपाईँले जति अरूले के सोच्छ भनेर सोचिरहेको हुन्छ नि त एन्ड तपाईँले अरूले के सोच्छ होला अरूले के गर्छ होला नि त्यो त उनीहरूको ओपिनियन हो नि त उनीहरूको ओपिनियन हामीले कहिले पनि चेन्ज गर्न सक्दैन एन्ड त्यो मान्छेहरूले जे सोच्छ नि त्यो हामीले चेन्ज गर्न सक्दैन क्या उनीहरूको ओपिनियन हो नि त एन्ड यसमा के भनेको छ भने सक्सेस हुनुभन्दा पनि नराम्रो चाहिँ के हो भने तपाईँले आफ्नो लाइफ चाहिँ कसरी तपाईँले चाहेको हुन्छ नि त चाहेको लाइफ जिउनु सक्नु भएन भने चाहिँ त्यो चाहिँ के भन्छ नि जीवनको सबसे फेलियर चाहिँ त्यो हो क्या तपाईँलाई यस्तो रमाइलो गर्नु मन लाग्छ यस्तो तर तपाईँसँग पैसा छ तर तपाईँले आफ्नो निडहरू पुरा गर्न सक्नु भएको छैन लाइक तपाईँलाई हेयर कलरिङ मनपर्छ तपाईँलाई बन्ची जम्प गर्नु मनपर्छ तपाईँलाई हाइकिङ मनपर्छ एन्ड स्टिल तपाईँ त्यही काम गरिराख्नु भएको छ पैसा सेभिङ गरिराख्नु भएको छ तपाईँसँग पैसा छ तर तपाईँको एउटा लिपस्टिक लाउनु सक्नु भएन तपाईँले एउटा कपडा किन्नु सक्नु भएन एन्ड तपाईँले त्यो एउटा मिठो खानेकुरा खानु सक्नु भएन भने त्यो के पनि होइन तपाईँको पैसा तपाईँसँग सेभिङ गरेर के पनि हुनेवाला छैन यस्तो भनेको छ क्या यो बुकमा मैले भनेको होइन फेरि मैले सिकेको चाहिँ यो बुकबाट चाहिँ त्यस्तो भनेको छ अनि सबै हुन्छ नि जुन मान्छेले तपाईँलाई नराम्रो फिल गराउँछ नि तपाईँलाई खुट्टा तान्नु खोज्छ तपाईँको तपाईँलाई अगाडि बढ्न साथ दिनुको साथ तपाईँलाई पछाडि तान्न खोज्छ तपाईँको दुःखमा तपाईँलाई तल झराउनु खोज्छ नि त्यस्तो मान्छेहरूबाट चाहिँ टाढा बस्नुपर्छ अरे क्या फाइन्ड अ हेल्दी प्रोटेक्टिभ डाइरेक्सन्स फर वेन युर माइन्ड निड टु हुन्छ नि तपाईँको माइन्डले डिस्टर्ब गर्ने चिजहरू चाहिँ तपाईँ एकदम टाढा बस्नुपर्छ अनि तपाईँले जुन कुराले तपाईँलाई डिस्कम्फर्ट गर्छ नि तपाईँलाई जुन कुराले डिस्कम्फर्ट गर्छ तपाईँलाई हुन्छ नि त्यही कुराहरू चाहिँ तपाईँले गरिराख्नुपर्छ क्या अनि अरू के भनेको छ भने तपाईँलाई चाहिँ आफ्नो हुन्छ नि इमेजिन गर्नु हुँदैन धेरै सोच्नु हुँदैन भन्छ नि इमेजिन गर्नुपर्छ अरे तपाईँले आफ्नो हुन्छ नि फ्युचर सेफलाई इमेजिन गर्नुपर्छ अरे अनि हो म यस्तै लाइफ क्रिएट गर्न चाहन्छु म त्यस्तो बन्न चाहन्छु भनेर चाहिँ हुन्छ नि इमेजिन वाट यु वान्ट तपाईँले इमेजिन गर्नुपर्छ तपाईँले के चाहनुहुन्छ एन्ड क्रिएट द नेक्स्ट इन लाइफ टाइम हुन्छ नि तपाईँले अब लाइफ टाइमभरि चाहिँ यसलाई क्रिएट गर्न सक्नुपर्छ भनेको छ क्या आफू give yourself some time to look forward to plan a trip take a date or take yourself out where हामी हुन्छ नि somewhere हामी हुन्छ नि म एक्लो छु म के डेट भनेको छ नि डेट भनेपछि केटाकेटी जाने मात्रै हुँदैन क्या कहिलेकाहीँ आफैले मनपर्ने चिजहरू खाने आफैलाई मनपर्छ नि कोहीलाई स्विमिङ गर्न मनपर्छ कोहीलाई ब्याडमिन्टन खेल्न मनपर्छ कसैलाई फुटबल हेर्न मनपर्छ एन्ड हामी कसैलाई हाइकिङ जान मनपर्छ हामी साथी छैन भनेर बस्छ नि एब्रोडमा साथी हुँदैन नि त त्यही पनि आफूलाई चाहिँ डेटमा लानुपर्छ अनि डेट प्लानहरू हुन्छ नि आफूलाई खुसी पार्ने के भन्छ नि प्लानहरू के भन्छ आफू घुम्न जान्छ नि त्यस्तो ट्रिपहरू आफैले क्रिएट गर्नुपर्छ आफ्नो लागि भनेको छ क्या हुन्छ नि अब सधैँभरि आफ्नो साथीहरू हुँदैन नि त एन्ड स्टिल आफूलाई कहिलेकाहीँ डेटमा लानुपर्छ आफूलाई खुसी बनाउनुपर्छ भनेर अनि तपाईँ जे गर्न चाहनुहुन्छ त्यो चाहिँ भोलि गर्छु भन्ने होइन एन्ड स्टार्ट टुडे फ्रम टुडे आजैबाट चाहिँ तपाईँले स्टार्ट गर्नुपर्छ तपाईँ के गर्न चाहनुहुन्छ भनेर चाहिँ या तपाईँ भोलि गर्छु पछि गर्छु भन्ने होइन क्या लाइक फ्रम राइट नाउ यु निड टु स्टार्ट भनेको छ डु नट बिलिभ एभ्रिथिङ द्याट यु थिङ्क हामीले जे सोचिरहेको हुन्छ नि दिमागमा त्यो सबैलाई बिलिभ नगर्नु भनेको छ क्या आफूले जे पनि सोचिरहेको हुन्छ नि त त्यो सबै दिमागले सोच्ने जति सबै कुरालाई चाहिँ साँचो हो भनेर चाहिँ नसोच्नु भनेको छ एन्ड आफू डु नट ट्रस्ट एभ्रिथिङ द्याट यु फिल पनि भनेको चाहिँ आफूले हुन्छ नि फिल गर्ने सबैलाई पनि ट्रस्ट नगर्नु अरे क्या त्यो झुटा नहुन पनि सक्छ अनि
तपाईँ चाहिँ कोही मान्छेहरू एक्लो बस्न डराउँछ नि एक्लै बस्नु सिक्नुपर्छ क्या एक्लै बस्नु सिकेपछि तपाईँले आफूलाई के चाहिन्छ अनि तपाईँले आफूलाई राम्रोसँग बुझ्नुहुन्छ आफूलाई राम्रोसँग टाइम दिएपछि अनि मलाई के चाहिन्छ अनि आफ्नो भ्यालु चाहिँ गर्नुपर्छ तपाईँलाई म यो गर्छु भने चाहिँ यस भन्न सक्नुपर्छ अनि नो पनि भन्न सक्नुपर्छ तपाईँलाई इफ यु वान्ट तपाईँलाई के मान्छेहरूले जबरजस्ती भनिरहेको हुन्छ नि त हुन्छ म तपाईँलाई नराम्रो लाग्छ होला भनेर हामीले नाइ भन्छ नि त यस भन्छ नि त त्यो चाहिँ होइन आफूलाई मन पराएको छैन भने त्यो चाहिँ नो मलाई म गर्दिनँ किनकि मलाई मन पर्दैन कोही मान्छेले भन्छ नि मलाई भेट्न आऊ भनिरहेको हुन्छ मलाई हामीलाई खाना खान बोलाइरहेको हुन्छ के गर्न बोलाइरहेको हुन्छ नि त कहिलेकाहीँ हामीलाई जान मन लागिरहेको हुँदैन नो भनिदिने सिधै मलाई मुड छैन आई डोन्ट वान्ट गो भनेर भनिदिने क्या अनि आफूलाई बुझ्ने मान्छेहरूसँग चाहिँ धेरै टाइम बिताउनु भनेको छ आफूलाई हुन्छ नि आफू मान्छे आफै हाम्रो हुन्छ नि पीडाहरू दुःखहरू बुझ्ने मान्छेहरूसँग चाहिँ धेरै टाइमहरू धेरै स्पेन्ड गर्नु भनेको छ एन्ड आफूले मन परेको मान्छेहरूसँग चाहिँ कुराहरू आफ्नो कुराहरू गरिराख्नुपर्छ भनेको पनि छ तपाईँ जब तपाईँ टायर्ड हुनुहुन्छ नि तपाईँ सुत्नु त्यो पनि भनेको छ अनि तपाईँ जब भोक लाग्छ नि त्यो खाना खाइहाल्नुपर्छ क्या भोक लागेपछि खाइहाल्नुपर्छ एन्ड हुन्छ नि तपाईँसँग जे छ त्यसमा चाहिँ खुसी हुनुपर्छ तपाईँलाई जे छ तपाईँलाई धन्यवाद भगवान् मसँग अहिलेसम्म यति त छ भनेर बनाउने हो भन्नुपर्छ अब यस गड हुन्छ नि भगवान्ले तपाईँसँग के पनि छैन मसँग के पनि छैन स्टिल हुन्छ नि मसँग जे छ अहिलेसम्म जे छ अब लाइक अहिलेसम्म जे छ अब त्यही चाहिँ त्यसमा पनि ग्रेजुएट गर्नुपर्ने हुन्छ थ्याङ्क यू भन्नुपर्ने हुन्छ भने अनि धेरै कुरा सिक्छ बुक पढ्यो भने हुन्छ नि nobody not one single person or live is thinking about you more than you are thinking about yourself हुन्छ नि कसले पनि तपाईँको बारेमा यति धेरै सोचेको हुँदैन जब तपाईँले तपाईँको बारेमा सोचिरहेको हुन्छ अरे क्या अनि त्यो चाहिँ के हो भने हामीले मलाई यस्तो भन्यो यस्तो भने भनिरहेको हुन्छ नि त त्यो चाहिँ कसैले पनि कसैको बारेमा सोचिरहेको हुँदैन क्या तपाईँ बिरामी होस् कि जेसुकै होस् तपाईँको बारेमा धेरै सोचिरहेको हुँदैन क्या हामीले चाहिँ सोचिरहेको त्यो हामीले चाहिँ भनिरहेको हुन्छ नि त्यसले के भन्छ तर उनीहरूको बारेमा सोचिरहेको हुन्छ उनीहरूको लाइफको प्रब्लमको बारेमा सोचिरहेको हुन्छ अरे क्या हाम्रो बारेमा सोचिरहेको हुँदैन अरे क्या द्याट्स द पोइन्ट म्याटर दिस इज टेल यु सो आई दिस नोइङ द फ्री यु क्लोज दिस बुक चेक धेरै कुरा सिक्न सकिन्छन् अनि यो बुकको एउटा मेन पोइन्ट भने चाहिँ मलाई यो मन पर्यो what it does not know is that there is no greater failure than a life unlived तपाईले जस्ट बाँच्न चाहेको जस्तो लाइफ बाँच्न सक्नु भएन भने त्योभन्दा फेलियर केही पनि छैन तपाईँ जतिसुकै सक्सेस होस् तपाईँसँग जति करोडै होस् तर तपाईँको आफूले चाहेको जस्तो लाइफ जिउन सकिरहेको छैन भने त्यो चाहिँ सबसे भन्दा ठुलो फेलियर हो भने चाहिँ हो त्यही भएर we need to understand that one okay अनि अर्को यो बुकमा लेखेको मेन पोइन्ट चाहिँ के हो भने peace need to what you do or if you love someone भन्छ नि तपाईले जसलाई माया गर्नुस् तपाईले जे काम गर्दा पनि तपाईलाई आफूलाई शान्त आफूलाई मनमा हुन्छ नि त्यो पिस चाहिँ हुनुपर्छ क्या तपाईँ जतिसुकै काम गर्नुभयो जतिसुकै तपाईँ जे गर्नुभयो भने तपाईँको मनमा पिस र शान्त छैन भने के पनि छैन के हो त्यो तपाईँको लागि भने होइन क्या लाइक हुन्छ नि अब तपाईँलाई जे गर्नु मन लाग्छ नि एउटा हुन्छ नि तपाईँलाई अब बुक लेख्न मनपर्छ तपाईँलाई पोएम लेख्न मनपर्छ यु वान्ट टु राइट पोएम बट तपाईँको पोएमलाई छ नि सारा संसारमा सबैले पढ्नुपर्छ भन्ने छैन आई एम द क्रिएटर हुन्छ नि म एउटा भ्लगर हो एन्ड एभ्री वान सबैले मेरो भ्लग हेर्नुपर्छ भन्ने छैन एन्ड
यो मेरो एउटा इच्छा हो, मैले पुरा गरिरहेको छु नि त। हुन्छ नि, म फेमस हुनुपर्छ, फेमस ब्लगर हुनुपर्छ, नम्बर 1 हुनुपर्छ भन्ने छैन। स्टिल आई एम ट्राइङ। मलाई हुन्छ नि आफूले गर्नु मन परेको चिज मैले गरिरहेको छु, मेरो निडहरू मैले पुरा गरिरहेको छु, मलाई यो मनपर्छ, मैले गरिरहेको छु, त्यो हो नि त। तपाईँले गर्नुभएको काम सबैले हेर्नुपर्छ भन्ने पनि छैन। एन्ड तपाईँले जे गरिराख्नु भएको छ नि कामहरू, त्यो सबैले सबैले तपाईँको कामलाई त्यो ओ यसले यस्तो गर्दैछ त्यस्तो गर्दैछ भन्नुपर्छ भन्ने छैन। इफ यु आर ह्याप्पी, इफ यु आर इन पिस हुन्छ नि, तपाईँ खुसी हुनुहुन्छ, तपाईँ त्यो कुरामा तपाईँहरू हुन्छ नि। एउटा मान्छे यत्रो ठुलो बिजनेस गरिरहेछ, उसलाई रातभरि निन्द्रा लाग्दैन, त्यसको पैसा के गर्ने, प्रफिटमा जाने हो कि लोसमा जाने हो भनेर गरिरहेको हुन्छ नि त। एन्ड मैले चाहिँ एउटा सानो एउटा फ्लावर सप खोलेको छ, कफी सप खोलेको छ, एन्ड त्यो चाहिँ मेरो हुन्छ नि, मलाई त्यसमा खुसी छ क्या। आज 2-3वटा कफी बेच्यो, त्यसमा खुसी छ, किनकि मैले मन परेको काम गरिरहेको छु नि त, म खुसी छु नि त। द्याट्स द पोइन्ट। एन्ड तपाईँ जबरजस्ती गरिराख्नु भएको छ, तपाईँ पैसाकै लागि, पैसा नै ठुलो कुरा हो भन्ने पनि छैन नि त। आफ्नो ह्याप्पिनेसमा पनि डिपेन्ड गर्छ। एक बारको लाइफ हो, तपाईँ मरेपछि तपाईँको पैसा तपाईँसँग लान्छ भन्ने छैन नि त। एन्ड मलाई चाहिँ अब तपाईँलाई ल ठिक छ, तपाईँको त्यो प्रोफेसनल, तपाईँलाई त्यो कुरा गर्नलाई मजा आउँछ भने त ठिक छ, तपाईँ बिजनेस गर्न मजा आउँछ भने ठिक छ। तर बिजनेसमा तपाईँलाई धेरै टेन्सन भइरहेछ, स्ट्रेस भइरहेछ, प्रब्लम धेरै भइरहेछ, एन्ड ट्रमाहरू भइरहेछ, त्यस्तो टाइपको भइरहेछ भने त्यो तपाईँको लागि बनेको होइन। एन्ड आइ एम स्टिल, म एउटा के भन्छ नि, एउटा कफी सप, सानो कफी सप खोलिरहेको छु, एउटा सानो फ्लरिस छु नि त म। त्यही पनि म खुसी छ भने चाहिँ तपाईँभन्दा पनि धेरै चाहिँ म सक्सेस भएको हो क्या। किनकि तपाईँसँग करोडौँ छ, त्यसमा मलाई केही फरक पर्दैन, किनकि म खुसी छु नि त। द्याट्स यो बुकबाट सिक्ने मेन पोइन्ट भनेको त्यो हो क्या। अनि एउटा पोइन्ट चाहिँ योबाट के भन्छ भने, द ट्रुथ इज द्याट very people who fear such a thing so deeply are often the same ones who have the most offer, who have the most honest heart and willing mind. जो मान्छेहरू चाहिँ धेरै डराउँछ नि, उनीहरूमा चाहिँ सबैभन्दा सोच्ने क्षमता, डिपली सोच्ने र ट्रुथ माइन्ड भएको, एन्ड who have the most honest हुन्छ नि, इमान्दारी हार्ट र जित्ने क्षमता भएको मान्छेहरू चाहिँ डराउँछ अरे क्या। जेसुकै होस्, भोलि जेसुकै होस् भन्ने भन्दा पनि हो है, भोलिको लागि अब हुन्छ नि त। ट्रुथ इज द्याट भेरी पिपल हु फेयर सच अ थिङ सो डिपली हुन्छ नि, जो मान्छेहरूले धेरै डिपली सोचिरहेको हुन्छ नि, उनीहरूले चाहिँ हुन्छ नि, उनीहरूको चाहिँ सबसे भन्दा अनेस्ट हार्ट हुन्छ अरे, एन्ड विलिङ माइन्ड भनेको जित्ने क्षमता भएको मान्छे हुन्छ, जो चाहिँ सोचेर हुन्छ नि। मान्छेहरूले तिमी बोल्दैन धेरै भन्छ नि, एजुकेटेड पर्सनहरू सोचेर बोल्ने गर्छ क्या। तपाईँहरूलाई लाग्छ होला जो लाटा जस्तो बस्छ, द्याट आर त्यो मान्छेहरू चाहिँ एकदम नराम, त्यो मान्छेहरू कस्तो अनएजुकेटेड जस्तो लाग्छ होला। तर जो चाहिँ एजुकेसन भएको हुन्छ नि, बुझ्ने हुन्छ नि, तिनीहरू सोचेर बोल्छ क्या। मान्छेहरू सोचेर बोल्ने, लिमिट बोल्ने, तर सोचेर बोल्ने गर्छ क्या। जे मनमा आयो त्यही बोलेपछि मान्छेहरूले भन्छ नि तिमी त धेरै बोल्दैन भनेर। बोल्ने हुन्छ नि, बोल्ने मान्छे भन्दा पनि धेरै हुन्छ नि अब्जर्भेसन गर्ने मान्छेहरू धेरै एजुकेसन के भन्छ नि उयो क्लेभर हुन्छ क्या। किनकि बोल्नुभन्दा धेरै सुनेर सिक्ने हो क्या। त्यो जे कुरामा पनि रेस्पोन्स गरिहाल्नु पर्दैन। इफ तपाईलाई त्यहाँ तपाईको बोल्नै पर्ने ठाउँमा छ, तपाईलाई एकदमै कसैले एकदमै नराम्रो तपाईलाई भनिराख्छ भने तपाईले त्यहाँ भन्नुपर्छ, तपाईले उठ्नुपर्छ। तर जे कुरामा पनि प्याच बोल्ने द्याट्स नट गुड। किनकि सुन्ने सक्ने पनि हुनुपर्छ। जोमा सुन्ने सक्ने हुन्छ उसमा चिन्ने क्षमता पनि हुन्छ, किनकि सिक्ने पनि हुन्छ नि त। मान्छेहरूले बोलेर भन्दा पनि धेरै सुनेर सिक्ने हो नि त। एन्ड जो मान्छेहरू तपाईँ धेरै डराउनुहुन्छ भोलिको बारेमा सोचेर, एन्ड तपाईँले जे कुरालाई पनि डिपली लिनुहुन्छ अनि तपाईँ टेन्सन गर्नु पर्दैन। तपाईँमा चाहिँ डिपली लिनुहुन्छ अनि तपाईँमा विलिङ माइन्ड छ। तपाईँ भोलि गएर तपाईँसँग तपाईँले म जित्छु, मैले गर्नुपर्छ भन्ने क्षमता चाहिँ तपाईँमा छ। द्याट्स द पोइन्ट। म चाहिँ एक्चुअली
एन्ड एउटा कुरा यो बुकबाट सिकेको के हो भने तपाईँ कसैसँग जेलस हुनुहुन्छ, तपाईँ कसैले गरिरहेको काम हुन्छ नि, तपाईँसँग कोही मान्छे जेलस हुँदैछ एन्ड तपाईँ कोहीसँग जेलस हुनुहुन्छ, यो चाहिँ राम्रो गर्दैछ यो मान्छे, त्यो हुन्छ नि तपाईँको नराम्रो होइन। त्यो तपाईँले यो बुकबाट के सिक्न सक्नुहुन्छ भने जेलस हुन्छ नि, तपाईँ कोही मान्छेले यस्तो गरिरहेछ भनेर हुन्छ नि, तपाईँलाई टेन्सन लागिरहेछ भने त्यो चाहिँ तपाईँको नराम्रो होइन, तपाईँको त्यो नराम्रो साइड देखाएको होइन। बिकज तपाईँले पनि त्यो डिजर्भ गर्छु। लाइक एउटा मान्छेले गाडी लिइरहेछ, एउटाले घर खरिदिरहेछ, घर किनिरहेछ भने तपाईँले सोच्नुहुन्छ नि त मतलब त्यसले घर किनिसक्यो, त्यो हामीले त्यो मान्छेको छ नि, त्यो मान्छेको नराम्रो होस् भनेर सोचेको होइन क्या। त्यो चाहिँ मैले पनि डिजर्भ गर्छु। तपाईँले कसैसँग जेलस छ, तपाईँ कसैले राम्रो गर्दैछ अनि तपाईँ त्योसँग जेलस हुनुहुन्छ नि, त्यो जेलस चाहिँ तपाईँको नराम्रो होइन भनेको छ क्या। किनकि त्यो म पनि डिजर्भ गर्छु है भनेर तपाईँको इनर मुटुले चाहिँ के भन्नु खोजेको छ भने त्यसले गरिरहेको काम चाहिँ म नि डिजर्भ गर्छु है, त्यसले जुन कुरा पाइरहेछ नि त्यो म नि डिजर्भ गर्छु है भनेर बनायो क्या। एन्ड हुन्छ नि तपाईँलाई अब कोही मान्छे कहाँ कन्टेन्ट क्रिएटर हुन्छ नि, यस्तो ठुलो उयो हुन्छ अनि हामीले खासै हुन्छ नि अब कोही मान्छे प्रधानमन्त्री बनिरहेछ, कोही नेता बनिरहेछ, हामी त्योसँग त जेलस हुँदैनौँ नि, किनकि हामीलाई थाहा छ नि त त्यो ठाउँमा पुग्नलाई गाह्रो पर्छ भनेर। तर हाम्रो साथीहरू कोही मान्छेहरू त्यस्तो गरिरहेछ, कोही मान्छेले घर खरिरहेको, कोही मान्छेले आमा बाउलाई सुन चाँदी दिइरहेछ एन्ड कोही मान्छे यस्तो घुमिरहेछ, रमाइलो गरिरहेछ, हामीलाई कहिले कस्तो लाग्छ नि त भन्छन् हामीले, हुन्छ नि हामीलाई जेलस भएको जस्तो हुन्छ नि त। त्यो जेलस छैन क्या, तपाईँको भित्री हुन्छ नि तपाईँको इनर भित्रको हुन्छ नि, तपाईँलाई चाहिँ छ नि त्यो तपाईँको भित्र मलाई पनि त्यो कुरा चाहिँ डिजर्भ गर्छु है, मैले पनि त्यो कुरा डिजर्भ गर्छु है, मलाई पनि त्यो कुरा चाहिन्छ है, म नि यो चिजै डिजर्भ गर्छु है भनेर तपाईँको आफ्नो भित्र चाहिँ के चाहनुहुन्छ भनेर बुझ्ने त्यो हो क्या, एउटा तरिका पनि हो अरे क्या। तपाईँ कुनै ठुलो मान्छेसँग त जेलस हुँदैन नि त, तपाईँ हुँदा पनि साथीहरू आफ्नो मान्छेहरूले राम्रो गरेपछि तपाईँलाई हुन्छ नि त्यस्तो भयो भने चाहिँ त्यसलाई नराम्रो नलिनु क्या। किनकि तपाईँको इनर पिसले चाहिँ तिमीले पनि त्यो डिजर्भ गर्छ है, तिमी पनि त्यो गर्न सक्छौ है, तिमीमा पनि त्यो क्षमता छ है भनेर भन्नु खोजेको मात्रै हो अरे क्या। द्याट्स द मेन पोइन्ट। एन्ड यो बुकमा सबैभन्दा सिक्नुपर्ने भनेको चाहिँ आफ्नो कम्फर्ट जोनभन्दा बाहिर निस्कनुहोस्। एन्ड तपाईँलाई कसैले सक्सेस भनेको चाहिँ त्यो होइन जहाँ तपाईँसँग लाखौँ हजारौँ छ तर तपाईँसँग सन्त छैन भने त्यो सक्सेस होइन। एन्ड तपाईँ ठुलो बिजनेस ठुलो काम गर्दै हुनुहुन्छ तर जबरजस्ती गर्दै हुनुहुन्छ एन्ड त्यसमा तपाईँलाई खुसी छैन भने त्यो होइन। तर तपाईँले कसरी आफ्नो लाइफले हुन्छ नि, लाइफमा फेलियर भनेको चाहिँ आफूले चाहेको जस्तो जिन्दगी जिउनु नपाउनु चाहिँ सबैभन्दा वर्स्ट फेलियर हो भनेर भनेको छ। अनि त्यही हो। अनि एउटा चाहिँ के भनेको छ, तपाईँ अब अरूले के सोच्छ कि भनेर धेरै सोध्नुहुन्छ भने अरूले तपाईँको बारेमा कहिले पनि सोध्दैन जति तपाईँले तपाईँको बारेमा सोच्नुहुन्छ भनेको छ। अनि एउटा चाहिँ जेलसी, तपाईँ कसैसँग जेलसी हुनुहुन्छ भने तपाईँले आफ्नो भित्र तपाईँले आफूलाई बुझ्न सक्नुपर्छ। तपाईँ जब जेलस हुनुहुन्छ त्यतिखेर तपाईँको भित्रको मनले चाहिँ के भन्दैछ भने यु डिजर्भ इट, तिनीहरूले गरिरहेछ भने तिमीले किन गर्न सक्दैन, यु डिजर्भ, यु क्यान डु, तिमीलाई पनि त्यो चाहिन्छ, तिमीले पनि त्यो डिजर्भ गर्छ भनेर भनेको हुन्छ। सो या द्याट्स द होल पोइन्ट। एन्ड तपाईँहरू बुक पढ्दै हुनुहुन्छ नि वी क्यान लर्न सो मच फ्रम बुक। एन्ड या बुकबाट धेरै कुरा सिक्न सकिन्छ। एन्ड म त्यति धेरै बुक पढ्दिनँ थिएँ, बट जब बुक पढ्दै गएँ आई लभ इट एन्ड आई वान्ट टु सेयर यु समथिङ। इफ यु फिल बोर एन्ड तपाईँहरूले राम्रोसँग सुन्नुभयो भने तपाईँले धेरै कुरा सिक्नु पनि सक्नुहुन्छ। एन्ड इफ यु फिल बोर देन थ्याङ्क्स फर वाचिङ एभ्री वान। एन्ड अब छिट्टै फेरि ट्राभल ब्लग आउँदैछ ल, एडभेन्चरहरू आउँदैछ। एन्ड यो तपाईँहरूसँग मैले किन सेयर गरेको भने बिकज मैले सिकेँ नि त, एन्ड तपाईँहरू पनि केही सिक्नुहोस् भनेर। ओके बाई, सी यु नेक्स्ट भिडियो।